हेलो हाई दर्शनानी नमस्ते सम्पूर्ण साथीहरूमा मिठो साङ्गीतिक ज्ञान अभिवादन मुटुभरिको माया छोटो जीवनको लामो सम्झना छर्के सलाम भन्न चाहन्छु। म हजुरहरूकै हरपलको साथी भाइ कान्छो नवीन पर्तेल। आज हाम्रो काम गर्ने साइटमा ढलान हुन गइरहेको छ है त। ढलान हुन गइरहेको छ एकदमै तलबाट साथीहरूले बोक्दै हुनुहुन्छ भने यता मिक्सचरमा चाहिँ मिक्सचर चलिरहेको छ। मिक्सचरमा घोल्ने कार्यक्रम हुँदैछ। यता पारीतिर चाहिँ खाना बन्दैछ है। खाना बन्ने ठाउँ यतातिर खाना बनाइराख्नु भएको छ अरू साथीहरूले भने यता बोक्दै हुनुहुन्छ, कसैले मिक्सचरमा घोल्दै हुनुहुन्छ। म चाहिँ यतातिर भिडियो बनाउँदैछु थोरै है त। अनि तल मिक्सचरमा चाहिँ सिमेन्ट अनि बालुवा गिटी चाहिँ सुक्खा घोलेर चाहिँ माथि ल्याएर फिटिङ हुने क्रम भइरहेको छ यतातिर है। यतातिर साथीहरूले फिट्दै पनि हुनुहुन्छ सरर लाएर होइन। साथीहरूले यता फिट्दै हुनुहुन्छ। भर्खर बिम भरेर सकियो। अब चाहिँ स्लेब ढलानको लागि चाहिँ बनाउँदै हुनुहुन्छ। र यतापट्टि अर्को मिक्सचर चलिरहेको छ। जेसिबी पनि छ साइडमा अनि मिक्सचरमा हालिराख्नु भएको छ साथीहरूले सामानहरू। अनि यता साइडमा चाहिँ हाम्रो वायरिङ साथीहरूले चाहिँ वायरिङ गरिराख्नु भएको छ होइन बाँकी रहेकोलाई। अनि यो चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो नेपालको लिफ है। लिफ यतातिर छ भने यता अर्को साथीहरूले चाहिँ फिट्दै हुनुहुन्छ है। फेरि घोल्दै हुनुहुन्छ ढलानको लागि भन्दै यता हाम्रो साथी चाहिँ सरर लाएर बेल्चा उचालेर उभिनु भएको छ। अनि मौसम पनि एकदमै राम्रो गरेको छ, हरियाली सरर देखेको छ। यतातिर चाहिँ फापरहरू पाक्न लागेको अवस्था छ, फुल खिलिरहेछ। यो साउनको अन्तिम हो टिजगट्टे आज है। यो लिफ सरर नेपालको लिफ चाहिँ यही हो। सामान तलबाट माथि पुग्ने लिफ यही हो। म चाहिँ तल झर्न लागेको छु यतिखेरको व्यवसायमा भन्दै यो अन्तिममा चाहिँ यो ढलान चाहिँ कहाँ हुँदैछ भन्दाखेरि चाहिँ मुस्ताङ जिल्लाको चराङ भन्ने ठाउँमा हुँदैछ है। यो घर एकदमै ठुलो छ। सायद यो चराङकै सबैभन्दा ठुलो घर हुनसक्छ। र यो घरको निर्माण चाहिँ टिलाचन कन्स्ट्रक्सन प्राली लिमिटेडद्वारा हुँदैछ यो घर निर्माण चाहिँ है। यो टिलाचन कन्स्ट्रक्सन प्राली लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रबन्ध निर्देशक हाम्रो प्यारो दाइ सुनिल बुढा मगर हुनुहुन्छ है त।